हाई नमस्ते सम्पूर्ण अनलाइन मित्रहरूमा म डिउराल तर्फबाट अर्को राजनीतिक विषयवस्तुलाई लिएर म तपाईँमा उपस्थित भएको छु। हिजो राष्ट्रिय सभाले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई खारेज गरेछ अथवा आफ्नो राष्ट्रिय सभाबाट बहिष्कृत गरेछ। यो धेरै ठुलो दुःखको विषयवस्तु। 2/3 सरकारले कुनै पनि विधेयक नेपाली जनताको हितका लागि र नेपाली युवाहरूको आर्थिक स्थिति र उहाँहरूको शैक्षिक स्थितिलाई सुधार गर्नका लागि निमित्त ल्याएको हुन्छ। त्यो विधेयकलाई जसरी राष्ट्रिय सभाले अस्वीकृत गर्यो, यसको अर्थ के हो त भन्दा अझ पनि राष्ट्रिय सभामा भएका कङ्ग्रेस, एमाले र कम्युनिस्टहरू, विदेशी दलालहरू नेपाली युवाहरूको विरुद्धमा लागिरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। वृद्धाश्रम भइसकेको राष्ट्रिय सभामा उनीहरूले आफ्ना छोराहरू नेपालको ढुकुटी रित्याएर विदेशमा पठाएर विदेशमा मोज गरिरहेको बेला बिचारा गरिब नेपाली जनताहरूका छोराहरू जसले रात दिन 2 छाक खानका लागि नेपालमै केही जो गरेर खान सकिन्छ कि भनेर सङ्घर्ष गरिरहेका मान्छेहरूको युवाहरूको भविष्यमाथि कुठाराघात गरेका छन्। यसरी युवाहरूको भविष्यमाथि कुठाराघात गर्ने राष्ट्रिय सभाका काङ्ग्रेस, एमाले र कम्युनिस्टहरू यो देशका लागि अब बाधक र धेरै ठुलो विष साबित हुने भएका छन्। यसरी 2/3 सरकार जब जनमतको सरकार आइसकेपछि भनाइको अर्थ लगभग 50% भन्दा बढीले मतदान गरेर जिताएको सरकारलाई 50 लाखभन्दा बढी मतहरूले अथवा 2/3 भने त उसरी धेरै ठुलो सङ्ख्यामा सिट जितेको नेपाली जनताले विश्वास गरेको सरकारले गरेका कार्यहरूमा अवरोध गर्ने अधिकार राष्ट्रिय सभालाई छैन। नेपाली जनताहरूको, नेपाली युवाहरूको भविष्यमाथि कुठाराघात गर्ने अधिकार राष्ट्रिय सभाको छैन अथवा कङ्ग्रेस, एमाले र अरू राष्ट्रिय सभामा भएका दलहरूलाई त्यो नैतिक अधिकार कानुनी अधिकार पनि छैन। नेपाली युवाहरू नेपालमै बसेर केही गरिखान्छु भन्दा तिनीहरूमाथि अझ फेरि वज्रपात बर्साउने र उनीहरूको भविष्यमाथि खेलबाड गर्ने राष्ट्रिय सभालाई अब कसरीकन लिने भन्ने बारेमा नेपाली युवाहरू र नेपाली 3 करोड जनताले सोच्ने बेला भएको छ। यो नेपाली जनताहरूको माथिको ठुलै प्रहार हो, राष्ट्रघाती काम गरिरहेका छन् तिनीहरूले। किनभने युवा भनेको भविष्य हो देशको। युवामाथि खेलबाड गर्ने ती हिजोदेखिको चलनलाई आज पनि निरन्तरता दिइरहेको छ राष्ट्रिय सभाले। त्यसो भएको हुनाले राष्ट्रिय सभाले जुन विधेयक अस्वीकृत गर्दछ त्यसमा खेद प्रकट गर्दछु। हवस्, धन्यवाद।